यो टुप्पा के यो भाग थाहा किन यो भाग यता पनि खाल्टा यता पनि खाल्टा नाकको डेडी भन्छ क्या भाइ कसरी पल्ट्यो यो घोप्लाको उल्टाको आम्मा कसरी हेर्दा त्यस्तो ठाउँ छैन यही बाटो भन्दै लिएर गएर लास्टमा त उता पहाडीको डाँडामा पुऱ्याएर हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग है पार्ट 2 हो यो चाहिँ अहिले चाहिँ मैले यो पार्ट 2 भ्लग फेरि मैले यता बेलबासबाट सुरु गरिसकेको छु यो पार्ट 2 भ्लग सँगसँगै है आज चाहिँ हाम्रो नुवाकोटतिरको त्यो उकालोको राइड हुनेछ यो हाम्रो एक्सपल्स 204V मा सो लेट्स सी माथि गएर चाहिँ कस्तो हुन्छ अब लेट्स होप है राम्रै होस् राम्रो तरिकाले घुमेर आउन सकियोस् तल है नि बाटो थाहा छ नि कताबाट ल बाटो थाहा भएको भनेको हाम्रो भाइलाई हो सन्देश भाइलाई मलाई चाहिँ बाटो थाहा छैन योभन्दा अगाडिको भिडियोमा तपाईँले देखिसक्नु भयो होला है हामी सर्टकटबाट यतातिर आएको थियौँ यो यातायात कार्यालयमा किन भन्दाखेरि यही रिजनले गर्दाखेरि यस्तो बाटोहरू देख्न सक्नुहुन्छ यस्तो उखड बुखड बाटो छ अनि प्लस धुलोहरू एकदम छ क्या अनि त्यही भएर चाहिँ योबाट आउन सकिएन अघि अब यहाँदेखि फेरि राइट टर्न ल्याउनु पर्नेछ कता बाटो यार यहाँबाट बुटोल नुवाकोटको राइड चाहिँ हाम्रो सुरु भइसकेको छ हामीले कहाँनिर पुग्नुपर्ने बाबु त्यो डाँडामा चाहिँ हामीलाई पुग्नुपर्ने माथि पेट्रोल पम्प छ कि छैन कति किलोमिटर छ माथि 3टा देखाइराखेको अरे हेरौँ न अब ल 3टा धर्सा देखाइरहेको छ पेट्रोलले अब पेट्रोल भरेन अब लेट्स सी हेरौँ कस्तो छ पिच छ कि यस्तै हो बाटो यता हो बाटो बिराए जस्तो छ हामीले सायद होइन के छैन अब एकचोटि हामी अगाडिबाट ट्राई गरौँ यो त होइन होला यही हो यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हुनेछ नुवाकोटको है योभन्दा अगाडि चाहिँ गएको छैन बिहानै या त भने नाइट भ्यू चाहिँ राम्रो आउँछ भनेर चाहिँ मैले सुनेको हो तर म चाहिँ आएको छैन यो चाहिँ मेरो फर्स्टचोटि हो अहिले चाहिँ हामी डेमा टाइम मिलेको भएर चाहिँ हामी यो डेमा आइएको छ सो सी लेट्स सी त्यो पनि गएर हेरौँ न कस्तो छ बाटो त पिच रहेछ यहाँदेखि त के भन्छ अरे केबल कार कता हो चारमा होइन 2मै हान्नुपर्छ जस्तो ओ उकालो त खतरा रहेछ त रातिमा आउनु पाएको भए अझै राम्रो हुन्थ्यो होला भ्यूहरू हेर्नको लागि तर पनि केही छैन हामीले डेमै इन्जोय गर्नेछौँ होइन डेमै हेरेर इन्जोय गरौँ न कस्तो हुन्छ ल नुवाकोट कति 4 किलोमिटर 7 किलोमिटर ल नुवाकोट 7 किलोमिटर रहेछ यहाँबाट त्यहाँनिर लेखेको जस्तो मान्यो कि ल यहाँदेखि चाहिँ हल्का भ्यू देखेको रहेछ बुटोलको देख्न सक्नुहुन्छ ओ वा खतरा यहाँदेखि हल्का बुटोलको सिनहरू देखाउँछ है त हाम्रो एक्सपल्स जहाँ पनि पुग्छ है त यो उकालो बाटो होस् चाहे ओह्रालो बाटो होस् उखड फुखड बाटो जस्तोसुकै बाटो भए पनि जहाँ पनि पुग्छ यो चाहिँ हाम्रो बुटोलको भ्यू है जति पनि बुटोलबाट बाहिरको हुनुहुन्छ है बाहिरकोले यो भिडियो हेर्दै हुनुहुन्छ यो ठाउँमा आउनको लागि चाहिँ एकदम सजिलो छ इजी छ बेलबास आउने बेलबासबाट टक्क भित्र पहाडतिर टर्न लिने अथवा बुटोलतिर साइडतिरबाट आउँदै हुनुहुन्छ राइट लिने अनि उता यता पश्चिमतिरबाट आउँदै हुनुहुन्छ भने लेफ्ट लिने टक्क माथि आउने यो बाटो त्यो हो जाने बाटो सर र बुटोल सहर देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँबाट है यो टुप्पा के यो भाग थाहा किन यो भाग यता पनि खाल्टा यता पनि खाल्टा यसलाई नाकको डेडी भन्छ क्या होइन अरे बाबु नाकको डेडी हुन्छ नि यताबाट खाल्टा यता नि खाल्टा जस्तै क्या सेम यता पनि खाल्टा यता नि खाल्टा
होइन ठ्याक्क हामी टुप्पामा आएको टुप्पामा आइयो क्या भने एउटा भने 2-3टा डाँडा कट्नु पर्दो रहेछ है ल बाटो बन्द छ त ए के उल्टा खायो त गाडी त कहाँ घुसो त नि गाडी त्यहाँ नि कहाँ घुसो त नि अनि त्यही त दाइ कसरी पल्ट्यो यो दाइ कसरी पल्ट्यो यो घोप्लाको उल्टाको आम्मा कसरी हो त उल्टा त ठाउँ छैन त सो यहाँ चाहिँ हिजो पल्टेको रहेछ टिप्पर बल्ल बल्ल बाटो काट्यो सो फाइनली अहिले चाहिँ हामी यता नुवाकोटको डाँडामा आइयो डाँडामा त आइयो क्या तर नुवाकोट चाहिँ हो कि होइन थाहा भएन यहाँनिर अलिकति घरहरू रहेछ अनि प्लस त्यहाँनिर रिसोर्टहरू रहेछ अनि जस्तै यहाँ त क्याम्पिङहरू पनि गर्न मिल्ने टाइपको ठाउँहरू रहेछ रेस्टुरेन्टहरू रहेछ त्यही हो यहाँनिर आएर चाहिँ अलिकति डाँडा काँडाहरू हेर्ने प्लस हरियालीहरू हेर्ने अनि फ्रेस हुने चिसो हावा खाने त्यही नै हो अरू त त्यस्तो केही पनि छैन अब हेर्नलाई त त्यही हेर्ने भनेको त्यही माइन्ड फ्रेस गराउने अनि चिसो हावा खाने खै अब कतातिर जाने हो अब त बाटो पनि देखेँ होइन यहाँनिर एउटा बाटो त छनलाई यो जानलाई तर कहाँ पुग्छ हामीलाई थाहा पनि छैन जाने अगाडि एकचोटि ल अब सर एकचोटि अगाडिसम्म पुगेर आउँछौँ ल इन्जोय द भ्यू है त गाइस रोड बन्दै गरेको रहेछ भर्खर यता पिच गर्ने होला अब ओरिजिनल नुवाकोट चाहिँ यो होला क्या ए बुद्धको स्ट्याचु रहेछ नि त अरू त खै के होला जस्तो त मलाई लागेन यहाँ ल बाबु बाटो सक्यो त ल यहाँ आएर चाहिँ बाटो सक्यो है फाइनली अब नुवाकोट आइयो यही होला नुवाकोट अब ल साथीहरू अलिकति हिँड्नु पर्दो रहेछ उकालो ठाडो रहेछ त्यो साइडमा चाहिँ केबल कार ल बाटो चाहिँ अलिकति उखर खप्पड रहेछ खतरनाकै रहेछ बाटो चाहिँ त्यहाँनिर केबल कार रहेछ त्यो डाँडा अनि माथि चाहिँ गएर भ्यू देखिने होला त्यही भ्यू पोइन्ट होला त्यही होला त्यही अब चाहिँ अलिकति हिँड्नु पर्दो रहेछ त्यही हिसाबले हल्का प्रिपेयर भएर माइन्ड सेट गरेर चाहिँ आउनु होला त्यस्तो नहिँड्ने बानी भए पछाडि त हिँड्नै गाह्रो हुने कि एकदम कार त्यहाँनिर एउटा स्टक भएर बसिरहेको रहेछ त्यहाँनिर आएको बल्ल याद आयो यस्तो मान्छे अघि यही बाटो भन्दै लिएर गएर लास्टमा त उता पहाडीको डाँडामा पुऱ्याएर लास्टमा रहेछ यहाँ ए खतरनाक देख्दो रहेछ है त हिजो नि दिस इज द भ्यू ल है फाइनली नुवाकोट आयो ओके फाइनली अहिले चाहिँ हामी नुवाकोट डाँडामा आइसक्यौँ है देख्न सक्नुहुन्छ यो चाहिँ नुवाकोटको डाँडा है सो त्यो उता गयो भने चाहिँ शरणकोट हो गरे है त्यो साइडतिर चाहिँ तर त्यो साइडमा चाहिँ म गएको छुइनँ सो देख्न सक्नुहुन्छ तलको चाहिँ बुटोल है सबै यो बुटोलको भ्यू हो है डेमा आउनुभयो भने चाहिँ तपाईँले यहीवाला भ्यू देख्न पाउनुहुन्छ अनि नाइटमा आउनुभयो भने चाहिँ त्यो नाइटमा चाहिँ तपाईँहरू चाहिँ त्यो लाइटिङको भ्यूहरू देख्न पाउनुहुन्छ सो डेको चाहिँ उज्यालो है अनि प्लस सबै कुराहरू छलङ्ग देख्न सकिन्छ अनि नाइटमा चाहिँ अनि उज्यालो मतलब कि लाइटिङहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अनि प्लस अर्को चाहिँ के रहेछ भन्दाखेरि यहाँनिर क्याम्पिङहरू पनि गर्न मिल्ने ठाउँ रहेछ अनि प्लस पिकनिकहरू पनि गर्न मिल्ने खालको ठाउँ रहेछ यहाँनिर चाहिँ
सो तपाईँ आफैले पनि खानाहरू बनाएर खान सक्नुहुन्छ अनि प्लस तल चाहिँ रेस्टुरेन्टहरू पनि छ सो तल रेस्टुरेन्टहरूमा गएर पनि तपाईँहरूले खान सक्नुहुन्छ सो त्यहाँनिर चाहिँ एउटा भ्यू पोइन्ट छ है त्यही हो म चाहिँ योभन्दा अलिकति बढी नै एक्सपेक्ट गरिरहेको थिएँ यो ठाउँलाई चाहिँ सो त्यो सोचेको जस्तो लेभलको चाहिँ रहेनछ तर जे भए पनि जो ठाउँ चाहिँ चिल छ होइन माइन्ड फ्रेसको लागि एकदम दामी छ यहाँनिर उभिएर चाहिँ चिसो हावा खानलाई है अनि माइन्ड फ्रेस गर्नलाई अनि प्लस साथीभाइहरूसँग टाइम स्पेन्ड गर्नलाई फ्यामिलीसँग टाइम स्पेन्ड गर्नलाई एकदम ठाउँ राम्रो छ चिल छ सो तपाईँहरू आउन सक्नुहुन्छ आजको भिडियो यही नै हो है मैले यो भिडियोलाई चाहिँ पार्ट 1 र पार्ट 2 बनाएको थिएँ अनि पार्ट 1 को चाहिँ मैले अगाडि नै तपाईँहरूले देखिसक्नुभयो होला यो चाहिँ मेरो पार्ट 2 को भिडियो है किनकि भिडियो लामो हुन्छ भनेर चाहिँ मैले पार्ट 1 र पार्ट 2 गराएको थिएँ यही नै हो अहिले तल केबल कार पनि चलिसकेको छ है स्टार्ट भइसक्यो रहेछ म यहाँबाट देखिरहेको छु केबल कार हिँडिरहेको छ सो तपाईँहरू केबल कारमा पनि आउन सक्नुहुन्छ अब हिँडेर ट्रेकिङ गर्दै आउने मन छ भने तपाईँहरू हिँडेर ट्रेकिङ गर्दै पनि आउन सक्नुहुन्छ अब हामी चाहिँ बाइकमा आएको थियौँ बाइकमा आउनलाई पनि एकदम सजिलो छ बाटोहरू छ है यहाँसम्म आउन पनि एकदम सजिलोसँग आइयो त्यस्तो केही पनि प्रब्लम भएन बाटोमा सो अर्को कुरा अब केबल कारहरू पनि चलिरहेको छ यहाँबाट अनि यो त्यहाँनिरबाट चाहिँ यहाँनिर आउँछ सो त्यहाँदेखि हिँडेर यहाँनिर कति 100 मिटर होला 100-200 मिटर होला 200 मिटर पनि छैन होला सो हिँडेर यति वकिङ गरेर आउन सकिन्छ अगर ट्रेकिङ गर्दै आउने हो भने पनि तपाईँहरू ट्रेकिङ गर्दै आउन सक्नुहुन्छ 2.5-3 घन्टा लाग्छ होला सायद यहाँसम्म आइपुग्नलाई यति नै हो आजको भिडियो सो यो भिडियोलाई चाहिँ म यहीँ इन गर्छु हामी चाहिँ फेरि अर्को भिडियोमा भेट्नेछौँ त्यति जेलको लागि चाहिँ किप लभिङ किप सपोर्टिङ है गाइज यति भन्दै यो भिडियोलाई चाहिँ म यहीँ इन गर्छु सी यू अन नेक्स्ट भिडियो बाई बाई